Alright guys, we are heading towards Gosekundu tomorrow. अनि म चाहिँ अहिले यहाँ प्याकिङ गरिरहेको छु with all my shirts, जुत्ता अनि ब्याग सानो सामानहरू राख्दैछु अझै प्याकिङ हुँदैछ. That's it. See you tomorrow in the Gongabu in the early morning. We are planning to meet up there at 7 a.m. See you there guys. Alright guys, we are in Gongabu right now. अनि सबैजना भेट भइसक्यो साथीहरू. यहाँ दुईजना केटाहरू पनि छ हाम्रो काकी अनि थाहा भयो. And we are in Gongabu bus park right now. We are heading towards Dhunche. अब चाहिँ हाम्रो पार्टनरहरू यहाँ छ, सुस्मिता, सुजु, सुमन, आशिष एन्ड हाम्रो यता हेर्नु त लभी डबी आन्टी, लभली डबीले आन्टी रे. यो चाहिँ ठुटी एके सीता अनि म चाहिँ ब्लगर है. Alright guys, so right now we are in Bidur, नुवाकोटमा छौँ हामी चाहिँ अहिले. And we had a great lunch here. खानासाना खायौँ. अब टक्क गाडी छोड्छौँ. अब चाहिँ on the way straight way to Dhunche हो. And त्यही हो. ल finally we are in Dhunche and it's raining here. सबजना रेनकोट लगाइरहेछ. हजुर पानी परिरहेछ, जान सक्छ नि. Alright guys, it's raining heavily and हामी चाहिँ अब रेनकोट लगाएर जादु बनेर सबजना निस्किरहेछौँ. सुस्मिता जादु हो यो चाहिँ. हाम्रो सुषमा भवानी. अब हामी चाहिँ अब ड्यु टु द रेन भ्लग गर्दिनँ होला धेरै. अन द वे हेरौँ के हुन्छ सिचुएसन. त्यही हो, माथि गएर अब पद चाँजा लिन सकिन्छ त्यहीँ गएर गर्दै गरौँ ल. दिस इज द फर्स्ट सस्पेन्स ब्रिज अन द ट्रेल. हाम्रो कचुवा पार्टीहरू अगाडि गइसक्यो अनि वी आर स्टिल वर्किङ हियर. सुस्ती छ, आशिष छ अनि म छु. सम्धी पनि छ त्यहाँ. पानी लास्टै परिरहेछ एन्ड स्टिल वी आर ट्राइङ टु मुभ. त्यही हो. ओके, दिस इज द फर्स्ट रेस्ट स्टेसन हियर आफ्टर 1 hour फ्रम धुन्चे. हामी चाहिँ रेस्ट गरिरहेछ. के ठिक छ सक्छौ नि. अनि यो त टाइगर हो है. ल आज हामी चाहिँ देउराली पुग्न अब about an hour बाँकी छ. तल पनि छ 9 जनाको ग्रुप प्लस अर्को 9 जना ग्रुप अनि अर्को कतिजना भन्दाखेरि 5 देखि 6 जना हुनुहुन्छ. एन्ड एभ्री वान इज गोइङ टु स्टे इन देउराली बस्ने प्लान बनाइरहेछ. हेरौँ के हुन्छ. हामी चाहिँ टाइमले साथ दिए, खुट्टाले साथ दिए. देउरालीबाट अलिकति माथि धिम्सा भन्ने ठाउँ छ त्यहाँ प्लान गरिरहेछौँ. लेट्स सी. तर हाम्रो बिचराहरू पानीले गर्दा अलिक दुःख दियो. हाम्रो आन्टी एके ममताजी चाहिँ रफ्तारमा हिँडिरहनु भएको छ. अलराइट, हामी चाहिँ लगभग 7 बजी देउराली आइपुग्यो. एन्ड हामी चाहिँ तातो हुन बसिरहेको छ. सुषमा हाई गरिदियो त. सुषमा सबजना बिजी छ मोबाइल नेट वाइफाईमा होइन. हामी चाहिँ आगो तापिरहेछौँ सबैजना. कुकुरले सम्झ्यो है फेरि झापाली फेरि. स्वास्थ्यवाले झ्याङ खट्टी खाइरहेको खासमा चाहिँ. ल गुड मर्निङ भन त. We are starting our journey today from here. कचुवा चाहिँ ब्रस गरिरहेछ. अनि त्यहाँ दामी माउन्टेन देखिरहेछ हल्का. एन्ड वी आर गोइङ थ्रु द्याट ट्रेल. अनि म चाहिँ गुड मर्निङ गाइस. हेलो गाइस. वेदर अल यस्तो छ क्या. लास्टै वेदर क्लाउडी भएर इट्स नट गुड भ्यू बाई द वे. अनि बट वी क्यान सी गुड स्नो केप्स फ्रम हियर. यहाँबाट चाहिँ दामी देखिरहेछ.
यहाँ माथि mountain and we stayed yesterday here. It was great stay here. अनि आज चाहिँ हामी सकेसम्म लौरी बिना is the के भन्छ अब डेस्टिनेसन चाहिँ त्यही हो बट we will try to go in गोसेकुण्ड today. पानी पर्न थाल्यो सुरु हुन लागेको छैन पानी सुरु भयो आज पनि पानीले चुट्छ जस्तो जारिन्छ जस्तो केही छैन चुट्छ सब. अलराइट गाइज वी आर टेकिङ एक्जिट फ्रम देउराली अहिले चाहिँ एन्ड अरूहरू चाहिँ माथि माथि गएर फोटोसोटो खिच्दैछ एन्ड आशिष र म चाहिँ लास्टमा निस्केँ हल्का थोरै भिडियो खिचेर आशिष आउँदैछ यहाँ हाम्रो लाउरे होइन स्ट्रेट अवे फ्रम झापा झापालिस हो क्या गाइस. अबको चाहिँ ठाडो उकालो छ हाम्रो लड्की साथीहरू चाहिँ त्यहाँ टिकटक सिकटक हानिरहेछ छ नि कसले सक्नु ल. दिस इज द स्टार्टिङ ट्रेल अफ द डे. त्यहाँ बाहिर चाहिँ माउन्टेन छ. ल के छ यता हेर अनि हाम्रो कछुवा डाउन है यो चाहिँ. अनि बतास चलाउँदै आइरहेछ हाम्रो साथीहरू चाहिँ. ल दुईवटा गधाहरू यहाँ भेट भएको अवस्था छ होइन गाइस. एउटा अपस्टेयर सकेर हामी चाहिँ थोरै 2 मिनट रेस्ट गरेर हिँडिरहेछौँ. अहिलेको हाम्रो टिमको फर्स्ट लाइनमा हामी छौँ. बिचतिर हाम्रो साथीहरू छ. अर्को ग्रुपको पनि तल आउँदैछ. लगभग आज 20-25 जना मान्छे बढी हुन्छ होला एज आई गेस. ओके दिस इज द फर्स्ट अमेजिङ भ्यू अफ द डे. हाम्रो आन्टी चाहिँ पुरै फोटोजेनिक मोडमा आइसक्नु भयो एन्ड आई एम स्टिल वकिङ एन्ड भ्लगिङ दियर माउन्टेन है ब्याक साइडमा बवाल देखिरहेछ. के गर्ने यार जति हिँड्यो नि जति थकाइ लाग्यो नि हिमालदेखि खुसी लागिहाल्छ गाह्रो. दिस इज द रियल फन अफ ट्रेकिङ. हाम्रो सन्धि चाहिँ चिलमा बसिरहेको छ यहाँ पानी परेर. कहाँबाट पानी आयो आमामा ल यता भिडियो बन्दैछ फेरि. आशिष के छ कस्तो छ अवस्था अहिलेसम्म के हो अरे त्यो फुलको हातको देखाइदियो त. रोडोडेन्ड्रन मान्छे ढलिसक्यो. अलराइट वी आर इन चन्दनबारी राइट नाउ. पानी भएर भ्लग पनि गर्न बाजेले हामीलाई पुरै हेल्प गरिरहनु भएको छ टु हिट अप आवर बडी. हाम्रो गाइजहरूको हालत हेरेन भिजा मुसा जस्तो देखिरहेको छ यहाँ. हामी त मान्छे भनेको जस्तो लागेको थियो तर भ्लगरहरूले भनेपछि थाहा पायो हामी त गाइज रहेछ. ल र हामी चाहिँ चन्दनबारीबाट तातो चाउचाउहरू खाएर निस्क्यौँ एन्ड स्टिल इट्स रेनिङ हियर. गुराँसहरू देखिरहेछौँ. साथीहरू सब गइसक्यो म चाहिँ लास्टमा छु. ट्रेकिङको मजा द अनएक्सपेक्टेड वेदर यस्तै छ. पानीले दुःख दिइरहेको छ आज दिनभरि. दिस इज द वान अफ द बेस्ट ट्रेल आजको होइन इन्टु द वाइल्ड टाइपको. अनि स्टिल पानी चाहिँ सानो परिरहेछ. त्यहाँदेखि स्टेबलले हाम्रो चाहिँ ग्याङहरू कोही पनि पज नलिकन ननस्टप हिँडिरहेछ. पछाडि नै आउँदैछ. म चाहिँ पानी आयो नि यस्तो दामी लगाएर खिचिरहेको ट्रेल. मेरो हालत त बिजोग छ यार के देखाउनु. फाइनली वी आर हियर स्नोफल भएको ठाउँतिर. यो चाहिँ हिजो अस्तिको बासी स्नोफल हो अरे क्या. अनि हाम्रो गाइजहरू चाहिँ होइन
स्टडी टाइपले हिँडिरहेछ नन स्टप होइन, केहीको पर्वाह नगरी। इभन हिउँकै पनि पर्वाह लागिरहेको छैन क्या अहिले चाहिँ हाम्रो गाइजहरूलाई। यस्तो हिउँमा चाहिँ अलिक मजाले हिँड्नुपर्छ कि नत्र चिप्लेर लडिन सक्छ। हाम्रो सुजु बहिनी कहाँ गयो? सुजु अनि प्रशासन गरिरहेछ। Alright guys, this is the uphill of the के भन्छ लौरीबिना है। यस्तो राम्रो स्नोफल भइरहेछ। Still there are too many snows. अनि हिउँदेखि चाहिँ यति गीत चाहिँ आउनु ल गाइस, वी आर स्टार्टिङ। अब चाहिँ लौरीबिनाको उकालो बिस्तारै हिँडिरहेछ साथीहरू। भवानी साथी रकेट हो खासमा चाहिँ होइन, तर यो कछुवाले गर्दाखेरि सँगसँगै हिँड्नु पऱ्यो। म चाहिँ सबैसँग कोअर्डिनेट गर्दै हिँडिरहेको छु। कहिले अगाडि पुगेको टिमसँग, कहिले पछाडिको टिम, कहिले बिचको टिमसँग। त्यही भएर मलाई थकाइ नै फिल भएको छैन। ल सी यु इन लौरीबिना गाइस। कतिको डेडली उकालो रहेछ हेरौँ न। आई विल च्यालेन्ज दिस डेडली उकालो, किनभने 5 पोखरीको जस्तो डेडली त छैन जस्तो लाग्छ मलाई। लेट्स सी। हाम्रो सीता चाहिँ ठ्याक्क हिउँ सिउ टिपेर खेला। हिउँ हुँदा त लाइटै छुट्टै आउँछ कि यता हेर्दा। ल उडाइदे। त्यो यार तिम्रो लागि ब्राउनी छोडिदिएँ यार मैले। ओके, हामी चाहिँ अहिले लौरीबिनाको उकालो उक्लिँदैछौँ। हामी भन्नाले म 2-3 जना तल रेस्ट गर्न बस्यो। बट मलाई चाहिँ रेस्ट भन्दा नि कन्टिन्यू गर्न मन लागेर हामी कन्टिन्यू मै ब्लग। अनि वाक पनि हिउँ हेरेर यस्तो मजाले परिरहेको रहेछ हिजो। भर्खर खुल्याएर फेरि हुस्सो लाग्यो। म चाहिँ अझै रेनकोटमै छु, किनभने मलाई रेनकोटमा तातो भइरहेछ अहिले। माथि थोरै रेसिस्टेसन रहेछ भने त्यहाँ गएर चेन्ज गर्छु होला म सायद। ओके, म चाहिँ लौरीबिनाको उकालो नै चलिरहेको छु अझै पनि। स्नो हुँदैछ लास्टै। हिजो भर्खर पऱ्यो स्नोले। आई मिन द्याट स्नोको रिफ्लेक्सनले अहिले चाहिँ बल्ल राम्रो उज्यालो आइरहेछ, नत्र अन्धकार हो। All right, we are still climbing for लौरीबिनाको उकालो। एन्ड जहाँ त स्नो छ। दाइहरू भेट्नु भएको छैन नगरकोटको। मेरो साथीहरू कहाँ थाहा छैन। एन्ड इट्स लाइक हेभन टाइपकै भइरहेछ। अझ यता खुल्या भए माउन्टेनहरू मजाले देखिन्थ्यो होला। केही छैन, यतिसम्म देख्यौँ। योभन्दा राम्रो देख्ने एक्सपेक्टेसन राखौँ। अब हामी लौरीबिनाको माथि होटेलमा गएर अलिकति माथि गएर खानाहरू खान्छौँ। विल टेक अबाउट एन आवर रेस्ट। अनि त्यहाँबाट फेरि लेट्स सी मेरो टिमले के भन्छ। गोसेकुण्डा जाने भन्छ कि नजाने भन्छ। अब मलाई चाहिँ जान मन छ पर्सनल्ली, किनभने सकिन्छ पनि। भर्खर 1 बज्यो। वी हेभ इनफ टाइम। 4 घन्टामा त बिस्तारै मजाले हिँड्दै गयो भने पुगिन्छ जस्तो लाग्छ मलाई। द्याट्स इट। ल हामी चाहिँ लौरीबिनामा अलि अगाडि आएरै यति प्रगति गर्दैछ। यहाँ दाइले बनाउँदै हुनुहुन्छ स्नोम्यान। ढुङ्गा हाल्नु पर्ला है आँखा। सीता बल्ल आइपुगेछ। आन्टी पनि आइपुग्नु भयो। अब
अनि हाम्रो टिम लगभग सबै आइसक्यो सबभन्दा फर्स्ट त म होला हिउँ नै हिउँ छ यहाँ ल हाम्रो स्नोम्यान पनि रेडी भयो आर्टिस्ट चाहिँ दाइ हो यता हामी चाहिँ अहिले लौरीबिनामा छौँ एन्ड बाहिर जोस् स्नोफल प्लस रेनफल भइरहेछ हामी चाहिँ अब लन्च गरेर टक्क केटाहरू अरूहरू गइसक्यो हामी 3 जना बाँकी छौँ अब हामी यहाँबाट सिधै गोसेकुण्ड गएर बस्ने प्लान छ आजको फाइनल डेस्टिनेसन चाहिँ गोसेकुण्ड हो बाहिर चाहिँ यस्तो विन्डी भइरहेछ प्लस स्नोफल पनि भइरहेछ कस्तो लागिरहेको छ हिउँ पर्दा ल छैन भने सुन्दरी लगन तिम्रो गाँठो छ नाचल पर्यो फुरुरु हिमाली भेगै मनिर कति चाँडो तिमीमा यस्तो डेन्जर स्नोफल भइरहेछ गाइस हावा त्यस्तै धरा डर लाग्दो लागिरहेछ स्टिल वी आर वकिङ हामी चाहिँ लास्टमा छौँ सब माथि पुगिसक्यो कछुवाले गर्दाखेरि म यहाँ अड्किरहेछ दिस इज मी स्नोफल इज झन्डै डरायो स्नोफल डेन्जरै भइरहेको यस्तो बाक्लो स्नोफल छ स्टिल वकिङ लौरीबिनाको उकालो still walking on the way के हो साथी के भयो के लाग्यो गाह्रो भयो कहाँ गोसेकुण्ड भने के भन्यो त 2 शब्द सब माथि पुगिसक्यो देख्न पनि छोडिसक्यो अब आफ्टर 1.5 hour फेरि बोल तेरा टाउको फेरि बोल यस्तो हावा र उसा जबरजस्तीले आइया यो फट्याङ्ग्री बोल्यो भने चाहिँ गर्छ है के भयो नि फट्याङ्ग्री बोल्यो भने चाहिँ यसको नाम बोल्यो भने त तपाईँको मिलियन भ्यू जान्छ तपाईँको अटोग्राफ लिनलाई लाइन लाग्छ नि भोलिबाट Now guys, we are on the top of Lauribina, taking KitKat break, guys. have a break have a KitKat कस्तो लागिरहेछ लाउरीबिनाबाट हिँड्ने डिसिजन लिएर के लागिरहेछ मैले लिएको छैन तैँले लिएको है डिसिजन हिँड्ने त मैले पनि नजाने नै भनेको थिएँ मलाई लागिरहेको थियो सबले माथिबाट मलाई कराएर हाल्यो के मर्को भन हो र फाइनली हामी चाहिँ होइन बल्ल लौरीबिनाको उकालो सकिया छौँ एन्ड हामीहरू हिँडिरहेछौँ बाटो यस्तो धराब छ यस्तो तल हेर्नु ल सुस्मिता हिँडिरहेछ सुस्मिता र म पछाडि चाँडो छ कि पुरै सुनिराखेन होला हावा डेन्जर आइरहेछ हामी चाहिँ अहिले यस्तो धराब बाटो हिँडिरहेछौँ होइन यो माथि हो ट्रेल चाहिँ हो यस्तो बाटो हुँदै हिँड्नुपर्छ माथि हुँदै जानुपर्छ लास्ट धराब छ त्यसमाथि हिउँ परेको छ चिप्लो छ बाटो स्लिपरी छ यता मुनि हेर्नु छ ठाडो भिर्छ लगाइस न गोसेकुण्ड चाहिँ ऊ त्यहाँ हो होइन 10x गर्छु म ऊ त्यहाँनिर हो एन्ड वी हेभ टु वाक अल दिस वे स्टिल होइन अब चाहिँ ओह्रालो छ लास्टै रिस्की छ यस्तो हिउँ परिरहेछ चिप्लो पनि छ एन्ड एभ्री वान इज अन देयर हाफ वे तर हामी चाहिँ अलि लास्ट नै छौँ मी एन्ड दिस कछुवा यो कछुवाले गर्दा म लेट भयो खासमा चाहिँ मजा पनि स्लो एन्ड स्टडी विन्स द रेस जित्नुलाई त स्लोली हिँड्नुपर्छ नि गाइस ल ठिक छ आई विल सी यु गाइज इन गोसेकुण्ड
टाउको पनि दुखिरहेछ लास्टै गोसाइकुण्ड चाहिँ यो उसो होला भैरवकुण्ड होला यो भैरवकुण्ड माथिको चाहिँ गोसाइकुण्ड कस्तो लागिरहेछ तिमीलाई एकदम खुसी लागिरहेको छ मलाई बिलिभ भइरहेको छैन कि म यहाँसम्म यसरी हिँड्दै आइरहेको छु पानीमा हिउँमा रातको 7:30 हुन लाग्यो एन्ड वी आर रिचिङ टु गोसाइकुण्ड यो कछुवाले गर्दा ढिला भयो मलाई गाह्रो भइसक्यो अनि कहाँ भयो गाह्रो टाउको यहाँ छिटो हामी चाहिँ अझै पनि सुनकै बाटो हिँडिरहेछौँ स्टिल होटल त्यहाँ छ तर हाम्रो गाइजहरू कहाँ गएर बस्यो थाहा छैन यही होटल बस्यो कि अर्को होटल बस्यो पनि थाहा छैन होइन एन्ड फाइनली वी आर इन गोसाइकुण्ड 4380 मिटर सस्ती फाइनली आइपुग्यो पिएको मात्रै हो पिएको लाउन मैलाई जात्रै पो देखेको वनमा फुल्यो फुल लाउनु है भुल धनकै बाला झुलाउला मायालाई भुलाउला धनकै बाला झुलाउला मायालाई भुलाउला अलराइट गाइज भेरी वार्म गुड मर्निङ फ्रम गोसाइकुण्ड हामी चाहिँ बिहानै उठेर रेडी भएर टक्क गोसाइकुण्ड आइसक्यो हाम्रो होटलबाट जम्मा विदिन 1 मिनटमा छ एन्ड इट इज बब्बाल नै वा यस्तो मजा आइरहेछ यार हेर्नलाई हिजो बेलुका 11 बजीतिर आएर नाइट फोटोग्राफी हानेर गएको थिएँ एक्लै ऊ त्यहाँ पुगिसकेको छु जल निकाल्ने कहाँबाट हो आमा यहाँ जल निकाल्ने त्रिशुल डाँडा उता माथि माथि कुण्डमा हो उता माथि जाने बाटो जो रेलिङ हुँदै माथि जाने बाटो हो ए हस् धन्यवाद आमा टोङ्ला र माथि गऱ्यो माथिको भयो त केही फरक पर्दैन यहाँ नआउने भएपछि त ल दिस इज द ब्युटिफुल भ्यू अफ लेक है गोसाइकुण्ड स्नोफल यस्तो दामी भएको छ सनराइज पछि झन् बवाल हुन्छ होला थोरै लाइट पनि आउँछ बट लुक एट द भ्यू गाइस गोसाइकुण्डको भैरवनाथ मन्दिर आई थिङ्क दिस इज गोसाइकुण्डको महादेव स्थान आई थिङ्क यही होला जय शम्भु कैलाशपति हामी बाथ लिएर आएर मजाले जय शम्भु कस्तो लागिरहेछ तपाईँलाई एकदम खुसी लागिरहेछ खुसी लाग्यो एक्सपेक्टेड सक्दैन होला भन्ठाने थिएँ बिचमा एकछिन चाहिँ गाह्रो भयो तर यस्तो आनन्द तर कसम भगवानले बोलाएपछि आइपुग्ने रहेछ स्वर्ग आइपुगे जस्तो फिल भइरहेको छ हिजो त हामी त बेस्ट मौसममा आइपुग्यौँ नि है यस्तो दामी ल जिन्दगीमा एकचोटि चाहिँ सबैजना आउनै पर्ने ठाउँ हो यो अनि ल गाइज आई एम गोइङ टु टेक डबल गियर अब सावर हान्ने हो झ्याप्प Alright guys, I had a great shower here. दरो डुबुल्की मारिया जाडो भइरहेछ हाम्रो 97 है यो चाहिँ डुबुल्की हान्यो ए मजाले तैँले भन्दा डबल राम्रो हान्यो हाम्रो केटाहरू चाहिँ यहाँ फेस वास हानिसकेको छ रमेर बसिरहेको कपाल चम्यो अरे ओइ हो रहेछ यार ओइ यसको त कपाल चमिरहेको रहेछ त तिम्रो छैन यसको हेर्ने भान्दिए क्या क्लिक ल गाइस दिस इज गोसाइकुण्ड once again
अनि अब म चाहिँ माथि मेन मन्दिरमा पूजा गर्न गइरहेको छु कसले सुनाएको जानु न त नि बाई जानु त पूजा गर्नलाई जाडो छ यार अब चाहिँ म यहाँ पूजासुजा सकेर हल्का थोरै 2-3वटा क्लिप लिन्छु अनि माथि त्रिशुल धारा भन्ने छ अरे माथि जुन चाहिँ मेल जल्लिन जाने ठाउँ अरे यहाँ माथि यहाँ जान्छौँ होला हेलो दामी उयो अहिले पो बवाल देखेँ त्यहाँ अब यो जल तिमीहरूले अब त्यहाँ माथि घर अनि यो पूजा गरेर बत्ती बाल्नु यहाँ टिका लगाएको मैले पैसा दिएको छैन सबैको एकमुष्ट तैँले दिन्छ भनेर चाहिँ राखेछ ल पस गरेर राख्यो प्ले गरिरहेको छु खै कहाँ छ प्ले भइरहेको छ त गोइङ टु वर्सिप हियर भाँडामा जल लिएर ल गोसेकुण्ड आयो के छ के भन्नु छ रमाइलो लगाइरहेछ सबैजना अहिले यहाँ बस है एउटा ट्रान्जेक्सन भिडियो बनाउनुपर्छ के छ हाम्रो अब लेडिज पार्टीहरूको यहाँ रमाइलो सुरु भइरहेछ भवानीलाई पुगिसक्यो फोटो भिडियो लिन छैन तिम्रो सारी खोइ अलराइट गाइज हामी चाहिँ अब माथि त्रिशुल दह जाँदैछौँ आशिष छ मसँग पछाडि पछाडि हुँदैछ अगाडि भवानी र को छ थाहा छैन भवानी र सुषमा छ एन्ड माथि चाहिँ सुमन र उस पुगिसकेको अरे सायद सुस्मिता गाइज म चाहिँ अहिले होइन गोसाइकुण्डको यस्तो माथि ट्याक्क त्रिशुल डाँडा भन्नेमा छु जल लिन आइरहेको छु होइन अनि ब्याकग्राउन्डमा चाहिँ गोसाइकुण्ड है गाइस कछुवा नि छ त्यहाँ सुमन सम्धी त्यहाँ जल लिँदैछ यस्तो दामी देखिरहेको छ भ्यू यार यहाँबाट माइन्ड ब्लोइङ भन्छ क्या यसलाई तिम्रो खिचै छैन चमन आशिष आइज पान थाप्न यहाँ माथि आशिषलाई त हिउँमै देख्दै देख्दैन रहेछ आशिष लौ सुस्मिता कहाँ जानला तिमी कहाँ हो जल माथि हो जल अलराइट गाइज इट्स टाइम टु से गुड बाई अब गुड बाई टु गोसाइकुण्ड कस्तो जानै मन छैन बट अब जानै पर्ने हुन्छ एन्ड आई एम वकिङ बिसाइड दि गोसाइकुण्ड अहिले चाहिँ एन्ड एभ्री वान इज अलरेडी एट होटेल म चाहिँ अझै पनि लिइरहेको छु क्लिकहरू लिइरहेको छु भनेर बसिरहेको छु कस्तो जानै मन छैन क्या यहाँको भ्यू हेर्दा यस्तो दामी भ्यू छ गाइज होइन के गर्नु जानै पर्छ है बाई बाई